मुन्टी लिएर चाहिँ एउटा केही काम पनि गर्दिनँ केही पनि गर्दिनँ कस्तो चाहिँ खालको बुहारी लिएर आइछ मेरो छोराले कहाँ चाहिँ मुन्टी चाहिँ बोल्दिनँ त कस्तो खालको लिएर आएर बुहारी छ्या यो छोराले त बुहारी ए बुहारी बुहारी हजुर मम्मी होइन के गर्दै थियो यत्रो भयो खोल्नु पर्दैन 1 घन्टा भइसक्यो त बोलाएको होइन मम्मी म भर्खर काम सकेर सुतेर थिएँ ए महारानी उठिस्यो तपाईँसँग एउटा कुरा गर्नु चाहन्छु कि बुहारी यहाँ आऊ त यहाँ सुन बुहारी तिम्रो बाबा के हो तिमी बिहान पनि ढिलो उठ्छौ दिनभरि पनि सुत्छौ रातभरि सुत्दैनौ के गर्छौ रातभरि सुत्न दिनु पर्यो नि तपाईँको छोरा रातभरि के गर्छ मेरो छोराले चाहिँ गर्छ रक्सी खाएर मातेर कराएर खान्छ त छोरा मान्छे हो कहिले कहिले खान्छ अनि कहिले काहीँ होइन जहिलेको त्यस्तै हो तपाईँको छोराको सानोदेखि राम्रो संस्कार सिकाएको भएको तेरो छ नि तेरो कतिले संस्कार न टिका राम्रो राम्ररी लाग्छ साँझ टिका लगाउनु पर्ने गाडीको त बिजुवा जस्तो लागेको छ सिन्दुर लगाएको छैन मागमा यो आदि नाङ्गो लुगा के हो अहिलेको जमाना कसलाई लाउँछ त्यस्तो यो मोडल जमाना हो यस्तै हो ए हाम्रो कालो टिका हिजो भन्दा चाहिँ कस्तो टिका लाउँछ त्यो कालो टिका रातो टिका मैले कस्तो राम्रो लागेको छ यसरी लाउनुपर्छ रातो टिका अहिलेको बुहारीको संस्कार के हुन्छ त्यस्तो हो हो तपाईँलाई आउँछ अलिक थरीको नाटक आउँछ त अनि उहिलेका मान्छेहरू हो हामी त तैँले सबै थोक जाने विशेष गरी खा हेलो म चाहिँ मनिषा म चाहिँ आकृति धन्यवाद सबैमा हाम्रो भिडियो हेरेर मन पराइदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद हाम्रो फर्स्ट कन्टेन्ट भिडियो हो त्यही गल्ती भएमा माफ गरिदिनु होला अनि के कस्तो बनाउनु भनेर कमेन्ट पनि गरिदिनु होला हामी बनाउने प्रयास गर्दैछौँ धन्यवाद सबैले हाम्रो च्यानललाई लाइक सब्सक्राइब कमेन्ट सेयर गरिदिनु होला बाई बाई